दिवसको दिनमा चाहिँ अब हामी अर्को वर्ष नघुम्ने सबै वडा नम्बर 15 मा रहेका विभिन्न दिवा सेवा केन्द्रमा रहेका चाहिँ ज्येष्ठ नागरिक बुवाआमालाई यहीँ ल्याउने र चाहिँ सम्मान गर्ने 100 वर्षसम्मका लागि 100 वर्षभन्दा तल 90 वर्ष 90 वर्षभन्दा 80 अनि 70 त्यसरी चाहिँ सम्मान गर्ने सबैलाई खादा माला केही चाहिँ लाखु टोपी भन्नुभयो अघि हाम्रो दाइले गलबन्दी लगायतका चिजहरू दिने र नाचगान गर्ने रमाइलो गर्ने अनि मिठो खानेकुरा खाएर अर्को वर्ष चाहिँ हामी चाहिँ यही प्राङ्गणमा वडा नम्बर 15 भरिका सबै ज्येष्ठ नागरिकहरूलाई ल्याएर चिन्जान पनि गर्ने के वडा नम्बर 15 मा बस्यो कोही नाता पर्न सक्छ टाढाको तर चाहिँ भेट भइएन भने त चिनिन्न नि त एकै ठाउँ भयो भने कमसेकम चिनिन्छ कहिलेकाहीँ हामी विरक्त भएर कहीँ गइयो भने यो त हाम्रो 15 को वडाको हो नि भनेर चिन्जान हुँदाखेरि त्यहाँ चाहिँ दुर्घटना हुनबाट बच्छ हैन यसरी चाहिँ हामी अर्को वर्ष चिन्जान गरेर एकै ठाउँमा बस्ने र अर्को वर्ष भ्रमणमा नजाने गरेर हामी बजेट विनियोजन गरेका छौं तपाईहरुको आशीर्वाद हामीसँग छ हामी हिजो निरपस्त्र यो संसारमा जन्मेका हेर्नुस् हामीले कसैले पनि सम्पत्ति राम्रो लुगा राम्रो गहना लाएर कोही जन्मेका हैनन् हामी जन्मिदाखेरि हामीलाई यो संसारमा जन्मिदा हामी अबोध हुँदाखेरि कसको हाम्रो परिवार हो को हाम्रो बाबुआमा पनि थाहा थिएन हामी नाङ्गै आगम भोलि छोडेर पनि नाङ्गै जानी हो त्यसकारणले हामी बाँचिन्जेल यो समाजको लागि यो परिवारको लागि यो देशको लागि केही योगदान गर्न सक्यौं भने हामीलाई चाहिँ यो त राम्रो मान्छे थियो यो त मर्यो भनेर मलामी बढ्यो भने त्यही सम्पत्ति हो त्यसकारणले हामी यो धन सम्पत्ति आदि इत्यादिमा लोभ लालच गरेर पनि अगाडि नबढौं खाना लाउन पुग्यो भने हेर्नुस् सुख मन गरियो भने त्यो नै सबैभन्दा ठूलो सम्पत्ति हो त्यसकारणले गर्दाखेरि हामी चाहिँ नाङ्गे आको नाङ्गे जाने हो हामीले कमाउने भनेको यो हामी जन्मेको र मरेको बीचमा हामीले जे जस्ता समाजका लागि राम्रो काम गर्यौं नि त्यो नै हामीले कमाएर लाने हो त्यो नै हाम्रो लागि सम्पत्ति हो ए राम्रो गाडी चढेछ राम्रो घर छ सम्पत्ति टन्नै छ तर छिमेकीलाई अप्ठ्यारो पर्दाखेरि त्यो निस्किँदैन समाजको लागि 2 पैसा दान गरौँ भनेर निस्किन्न केही मन्दिर बनाऊँ भने निस्किन्न कुनै गरिब विपन्न आयो भने यसो सहयोग गरौँ भने निस्किन्न भने त्यो सम्पत्तिको के अर्थ भन्नुस् त त्यो त्यस कारणले गर्दा हामी सामाजिक प्राणी हौ सामाजिक प्राणीलाई कसरी चलाउन सकेला भन्ने थियो अब अहिले हाम्रो ज्येष्ठ नागरिक सिद्धेश्वर केन्द्रको त अक्षय कोष नै करिब 5 लाख भन्दा माथि भइसकेको छ 7 लाख पुगिसकेको छ अनि प्रत्येक दिन गाउँमा रहनुभएका हाम्रा भाइ छोराहरूले दाजुभाइहरूले दिदीबहिनीहरूले सँगसँगै यही ज्येष्ठ नागरिक सहभागी हुने सेवाग्राहीहरूले आफ्ना जन्म उत्सवहरू पितृहरूका स्मृति उत्सवहरू सँगसँगै अरू पनि जीवनमा आइपर्ने खुसियालीका क्षणहरू यहाँ आएर साटासाट गरेको हामीले देखिरहन्छौँ मनाइरहनु भएको पनि छ त्यसले अरूको ऊर्जा पनि थप्ने गर्दछ जो मनाउन आउनुहुन्छ उहाँहरूलाई पनि आनन्द मिल्ने नै भयो अनि मनाउँदै गर्दा यहाँ रहने धेरै अभिभावकहरूको आशीर्वाद पनि सँगै पाइने भयो हैन दिनेलाई त फाइदा पो छ त यहाँ आउँदा त घर केही मनायो भने 2 जना अभिभावकको आशीर्वाद पाइन्थ्यो होला यहाँ आएर मनाउँदा धेरै अभिभावकको आशीर्वाद पाइन्छ अब आशीर्वादमा ठूलो शक्ति हुन्छ हैन त्यही भएर त हाम्रो शास्त्रले भन्छ मनैले भए पनि कुभलो शत्रुको पनि कहिले नचिताउनु अरे कि मनले दिएको राम्रो पनि लाग्छ नराम्रो पनि लाग्छ त्यही भएर हाम्रो लक्ष्य भनेको सधैँ सबैको भलो होस् कल्याण होस्
सबैलाई राम्रै राम्रो होस् अनि सबैलाई निर्भयतापूर्वक रहने वातावरण सृजना होस्, सबैको दुःख हरण होस्, रोग हरण होस् हैन। यही भावना यहाँ बसेर हामीले कामना गऱ्यौँ भने टाढाटाढैबाट कामना गर्नु होला। हामीले हाम्रो गाउँको कामना गर्न त पाइयो नि त हैन। हाम्रो चर्च गुम्बामा मस्जिदमा भए पक्षपात किन, सबै भक्त आउँछन् यहाँ सुख शान्ति लिन। मनमा छौ के मन्दिरमा भन्देऊ भगवान, 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 मनमा छौ के मन्दिरमा हे भगवान भन्देऊ भगवान, मनमा छौ के मन्दिरमा भन्देऊ कसैमा भने कुबेरको धन फाला फालै हुने, कोही भने खान नपाई धुरु धुरु रोने। मनमा छौ के मन्दिरमा भन्देऊ भगवान, मनमा छौ के मन्दिरमा भन्देऊ भगवान, मनमा छौ के मन्दिरमा राधा कृष्ण आत्मज्ञान सिख अनि साए, सबका ईश्वर एउटै भन्छन्। ओम शान्ति आए मैले बुझ्न सकिन भन्देऊ भगवान, 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 मैले बुझ्न सकिन। धर्म गुरु धेरै भए कसको कुरा सुन्ने, धर्म गुरु धेरै भए कसको कुरा सुन्ने। कसो पछि लाएदेखि पुण्य मिल्छ कुन्ने, ए मैले बुझ्न सकिन भन्देऊ भगवान, 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 मैले बुझ्न सकिन हे भगवान भन्देऊ भगवान, मैले बुझ्न सकिन 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 भन्देऊ भगवान, मैले बुझ्न सकिन। आज 2082 सालको पहिलो दिन यसरी हाम्रा अतिथिहरू गुरुलाई सबैलाई नचाएर ज्येष्ठ नागरिकका बाबा आमाहरूले रमाइलोसित आजको दिन बिताउन पाइयो। सालभरि यसरी नै सुख शान्ति आनन्दसित रमाइलोसित बितोस्। सबैलाई धन्यवाद। ताली लगाइदिनु होला। बाट पनि गुरुदेव कमलनारायण गौतम, गुरु कमल कृष्ण प्रसाद गौतम र मन्दिर समितिका अध्यक्षज्यू र सबै ज्येष्ठ नागरिक बाबा आमाहरूलाई मेरो तर्फबाट र हाम्रो सबैको तर्फबाट यो नयाँ वर्ष 2082 को
मङ्गलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति आनन्द सबैमा होस्। अब जस्तै अघि पनि तोरण बानिया र बलराम पनि आउनुभयो, उहाँहरूले पनि शुभकामना दिएर जानुभयो। गुरुदेव आइपुग्नु भएको थिएन। अब हामीहरूलाई घुमाउन लाने कार्यक्रममा पनि उहाँहरूले चर्चा गर्नुभयो। अबको यो 82 सालमा सबै ज्येष्ठ नागरिकहरू वडाभरिकालाई खोजेर यही मन्दिरमा सम्मान गर्ने कार्यक्रम ज्येष्ठ नागरिक दिवसको दिन अब घुम्न जानेको सट्टा अहिले यो सभावर्ष यहीँ सम्मान गर्ने कार्यक्रम उहाँले व्यक्त गरेर जानुभएको छ। र उहाँहरू सबै ज्येष्ठ नागरिक बाबा आमाहरू सबैलाई सुख शान्ति आनन्द यहाँ आउने नआउने सबैलाई रोग नलागोस् र मन्दिरमा पनि जाम जाम जस्तो भावना होस् भन्दै म त छोटो 2 शब्द यहीँ टुङ्ग्याउँछु। सबैलाई नयाँ वर्षको पुनः शुभकामना सहित धन्यवाद दिन चाहन्छु। धन्यवाद।